उही हिजोको बाँकी सेलरोटी खानलाई हामी म्यानुअल गाडी चलाएर जान थाल्यौँ कफ सागरको स्काई पियर भ्यू पोइन्टतिर है त, जहाँ चाहिँ एकदमै बवाल दृश्य देखिन्छ कफ सागर। यो आशिषले जहाँ पनि जर्सी देखाएर हिरा नै बनाइसक्यो। आस्थाले त्यही 3वटा सेलरोटी बाँकी रहेको थियो, त्यो थालमा हाल्यो। अनि त्यसपछि मैले चाहिँ फलफुल काटेको थिएँ। अनि त्यसपछि चनासना सबै घरबाट बनाएर लगेको हालेँ। आस्थाले चाहिँ बिस्तारै बिस्तारै छुस्स पारेर निकाले। मेरो त सातै उड्यो होइन। त्यसपछि चिया 1 कप 2 कप गर्दै फेरि अर्को कपमा हालेपछि 3जनाको लागि चिया बन्यो। अनि हामी चाहिँ फेरि एकलट हामीले के ल्याएछौँ रे भनेर हेऱ्यौँ होइन। अनि त्यसपछि 3जनाले ठ्याङ्ग पार्यौँ। त्यसपछि हामीले चियाको चुस्कीको मजा लिँदै एकछिन गफ गऱ्यौँ। त्यही चिया फेरि यार जङ्गलको बिचमा खाँदाखेरि त यति मिठो भयो, ओहो। अनि त्यसपछि क्लाइन्टले मलाई मेसेज पठायो, ओइ काम गर्न आइज भनेर। अनि फेरि त्यसपछि लुरु गएँ यार म त काममा।